नमस्ते साथी हो हेर्नु नि यहाँ करेला यसरी फलेछ फल्न त मलाई रुनै मन लागिसक्यो ओइलाउन लाग्यो मेरो यो करेला बोट हेर्नु भर्खर त टिप्दैछु फर्स्टचोटि अस्ति नै नि को सिद्धिहाल्यो भाउ नै नआइकन अब अलिअलि भाउ आउने बेला भयो करेला बोटै मर्ने भयो भने के गर्ने होला हेर्नु न मलाई त यस्तो टेन्सन भइसक्यो बोट पानी आएको आइगइरहन्छ बोट नि पहेँलो भएछ ओइलाइसक्यो के गर्ने होला हेर्नु न यहाँ फेरि यो पौँसी किराले काटेर फेरि यस्तो गरेर के चाहिँबाट बचाउनु होला ल उइसक्यो यस्तो पनि हुन्छ त हे भगवान् सबैलाई खानुपर्ने हामीलाई चाहिँ खानु नपर्ने के होला यस्तो दुःख मात्रै गर्नु दुःख चाहिँ गर खाना चाहिँ नखाए भने जस्तो छ के गर्नु यस्तो छ ल धन्यवाद।